72 सालको त दसैँको टिका ए 72 पो भन्दै सालको टिकाले लगाइदिन्छु ज्वाइँ बहिनीलाई फर्स्ट टाइम 82 राम खलखली भइसक्यो अन्त ल सोचेको आँटेको सबै कुरा दुःख सुख सबै कुरा भोगेर अगाडि बढ्नुपर्छ होइन बेला माथि हुँदैन मजाले लगाइदिन्छ सुखमा माथि हुँदैन आतिनु भएन माइती पर्यौँ होइन खै त आशीर्वाद पुरा होस् मागेर खाने नहुनु दिएर खाने अन्त लौ दिशै है मजाले जाने कुरा सबै एकदम सक्सेस होस् सोचे भने राम्रो टक्कसँगले घर नअर्किनेर बनाउँला अब यो मेरो आशीर्वादले चाहिँ पुरा तपाईँको सबै कुरा रोकेको राम राम 32 वटा दाँत छ पुरा हुन्छ नि फेरि मजाले लगाइन्छ उतापट्टि खोइ के भयो अलि एकदम फेरि बोलेको कुरा पुग्छ पुरा होस् सकेको सबै कुरा विदेश गएर टन्न डलर कमाएर किनेर यहाँ सबैले नपत्याउनेहरूलाई पत्याउने ल जाइन्छ ल हेलो है ल बहिनीलाई चाहिँ आशीर्वाद नौदुर्गा भनेर मेरो बहिनीलाई रक्षा गरौँ तालु मात्रै ठुलो होइन यता ज्ञान बुद्धि पनि ठुलो भएर गरिखानुपर्छ अब मेरो आशीर्वाद यस्तै हो बहिनीलाई होइन दसैँ शुभ दसैँको शुभकामना एकदम पुरा होस् ज्ञानी हुनु अब छोराछोरी भान्जा मान्छे भइसकेको छ अब बुद्धि ज्ञान दिनु पर्दैन सबै कुरा बुझिसकेको छ दुःख सुख सबै बुझिसकेको छ अब आउने दिनमा राम्रो भएर जानु पर्यो ल मेरो आशीर्वाद त्यति नै हो आशीर्वाद सबै रोग कष्ट हराएर एकदम बिराम सिराम कहिले पनि नलागोस् मामाको आशीर्वाद है नदुर्गा भगवानले रक्षा गरून् क्षमा गरून् माफ गरून् सधैँ ज्ञानी हुनु ल यिनी कति राम्रो देखेको हात धुनु पर्थेन नि त हात धुनु ठुलो मान्छे हुने नि त होइन धेरै पढ्नु ज्ञानी हुनु आमा बुवालाई पाल्नुपर्छ आमा बुवा सबै हामी काका बाउ हामी नै हो अरू केही पनि नसोच्नु होइन बाउलाई अब ठुलो हामी गर्नुपर्छ छोरालाई पैसा दिनु पर्दैन होइन छोरालाई यदि भइहाल्छ होइन होइन हुँदैन